ल आज चाहिँ नि यो सिद्राको अचार र टमाटर मजाले लोकल टमाटर हो यो पिसेर खान्छु। डल्ले खोर्सानी 4-5 वटा लगाएर मजाले एकजना यहाँ बहिनीले रिक्वेस्ट पनि गरिराख्नु भएको थियो, सिद्राको अचार पिसेर लिएर आउनु न दिदी भनेर। बहिनी भाइको होला हौ, बहिनी भने। सेवारो नमस्ते, स्वागत छ हजुरहरूलाई मेरो च्यानलमा। आज चाहिँ मैले एकदमै सिम्पल मुकबाङ भिडियो लिएर आएको छु। आज चाहिँ मसँग छ मुसुरी दाल अनि यहाँ राँगाको चाहिँ भुट्टा ठुलो पिसमा परपरी भुटेर ल्याएको छु। मजाले सिटी लगाएको पाकोस् भनेर धनै फ्यात्तै भएछ, अनि त्यसलाई परपर भुटेको। अनि यहाँ थोरै गुन्द्रुकको अचार, अनि यहाँ यो के अरे बडेला अनि डल्ले खोर्सानी। यहाँ चाहिँ मसँग छ आज स्पेसल सिद्राको अचार, यति धेरै सिद्रा, अनि टमाटर चाहिँ थोरै, अनि धनियाँ मजाले पिसेर ल्याएको छु। यो चाहिँ एकदमै रिक्वेस्ट गर्नुभएको थियो रुबेल श्रेष्ठ, उहाँले चाहिँ एकदमै रिक्वेस्ट गर्नुभएको थियो क्या, दिदी सिद्राको अचार पनि होइन लिएर आउनु न भनेर होइन। अनि उहाँको लागि है खास विशेष रुबेल श्रेष्ठको लागि, अनि रुबेल श्रेष्ठ नै होला नाम त, मैले स्क्रिनसट पनि गरेको थिएँ बिर्सिन्छु भनेर। रुबेल श्रेष्ठ हो, रुबेल श्रेष्ठ 70.7 भनेर उहाँको आइडी रहेछ होइन। उहाँको लागि है यो सिद्राको अचार, अनि सबै भ्युअर्सहरूको लागि आज चाहिँ एकदमै सिम्पल छिट्टो मिठो। अनि यहाँ मसँग छ लस्सी, दहीलाई चाहिँ लस्सी बनाएको होइन। ल अब धेरै नबोलिकन खाना खानु। अनि योभन्दा अगाडि अनि त्यसपछि म चाहिँ एउटा पिन लिङ्क गरिदिनेछु, हजुरहरू उहाँसँग पनि साथी बनिदिनु होला। उहाँ सुकमती लेप्चा होइन, उहाँको पनि च्यानल छ, अनि सबै साथी बनेर एकअर्कामा जोडिनु होला है। पिन गरिदिन्छु उहाँको लिङ्क चाहिँ, उहाँको पनि भिडियोहरू आउँछ भ्लगहरू। ल अब चाहिँ म खान थालेँ। मलाई पनि सिद्राको अचार चाहिँ नखाएको धेरै भएको है। मजाले धनियाँ डल्ले खोर्सानी 5-6 वटा लाएर है, सिद्रा चाहिँ धेरै लगाएर चाहिँ कालो भएको छ भुटेर खानेवाला चाहिँ सिद्राकै अचारसँग है। ल फर्स्ट बाइट है। दामी भएछ। वाउ, सिद्राको अचार हामी चाहिँ यसरी पिसेर खान्छौँ है सिद्राको अचार चाहिँ। अनि अर्को तरिका चाहिँ पकाएर टमाटरसँग यो चाहिँ मैले पिसेर ल्याएको आगोमा पोलेर।
यो गुन्द्रुकको अचार चाहिँ आमालाई बनाइदिएको थिएँ अनि अलिकति उब्रेर ल्याएको टक्क भएछ है सिद्राको अचार चाहिँ अचारसँग मात्रै खानु पर्यो यो खोर्सानी चाहिँ कतिले सोधिराख्नु भएको थियो कि कहाँ पाउँछ भनेर मैले चाहिँ यो जडीबुटीको तरकारी मार्केट हुन्छ नि त बजार ठुलो हो त्योदेखि ल्याएको है यो अरू छोडे पनि यो सिद्राको अचार चाहिँ छोडिँदैन एकदमै मिठो भएछ यो सिद्राको अचार पनि हाम्रो घरमा सबैजनालाई मनपर्छ क्या मलाई मात्र होइन
पहिला नै। ल आज चाहिँ एकदम फास्ट खाएको क्या। छोटो मिठो मिठो। यति दाल चाहिँ खाइसकिनँ मैले। अब अर्को नेक्स्ट आज चाहिँ चिल्लै बनाइसकेँ है। यति चाहिँ यहाँ अलिकति झरै छ हौ। ल आज चाहिँ चिल्लै बनाइसक्यो, फिनिस भइसक्यो मेरो। यहाँ अलिकति दाल उब्रियो। सबै खाइसक्यो। अचार, खाना, तरकारी। आजको लागि यति नै। अब अर्को भिडियो लिएर आउने छु। त्यतिको लागि बिदा चाहन्छु। बाई बाई। बाई बाई।